उहाँको आत्मा अथवा प्रार्थनाको आत्मा मार्फत हाम्रो जीवन निरन्तर प्रार्थनाको हुन सक्छ। प्रार्थनाको आत्माले तपाईँलाई मध्यस्थकर्ता बन्न मद्दत गर्नेछ। तपाईँको वरपरका मानिसहरूका लागि परमेश्वरसँग ठूला ठूला कुराहरू माग्नेछ। प्रिय मायालु अब्बा बुवा, आज म तपाईँलाई मेरो चिन्ता र मेरो फिक्रीहरू दिन्छु। मलाई विश्वास छ कि तपाईँ मेरो तर्फबाट पर्दा पछाडि काम गर्दै हुनुहुन्छ। आज मलाई तपाईँको प्रेम र अनुग्रह देखाउनुहोस्, किनकि तपाईँमा मेरो पूर्ण भरोसा छ। आज म तपाईँमा मेरो भरोसा र आशा राख्छु। तपाईँ मेरो लडाईहरू लड्नुहुनेछ भन्ने थाहा पाएर म शान्त रहन रोज्छु। मेरो भलाइको लागि सबै कुराहरू गर्नुभएकोमा धन्यवाद। आज म सामान्य अवस्थाबाट बाहिर निस्कने छनौट गर्छु। म मेरो हातमा भएको हरेक कुरामा मेरो सर्वोत्तम दिने छनौट गर्छु। मलाई कुशलतापूर्वक बाँच्न सिकाउनुहोस्, ताकि मेरो जीवनमा तपाईँको निरन्तर प्रशंसा होस्। म स्वतन्त्र हुन सकूँ भनेर तपाईँको पुत्र येशूलाई पठाउनु भएकोमा धन्यवाद। अनन्त जीवनको ढोका खोल्नु भएकोमा धन्यवाद। म येशूले दिनुभएको बलिदान स्वीकार गर्छु। हृदयमा आउनुहोस्, मेरो प्रभु र मुक्तिदाता बन्नुहोस्। अब्बा बुवा, हामीलाई माया गर्नुभएकोमा र हामीलाई आफ्नो सन्तान बनाउनु भएकोमा धन्यवाद। तपाईलाई चिन्न पाउनु कस्तो सौभाग्यको कुरा हो। तपाईको सन्तान हुनु कति खुसीको कुरा हो। तपाईको प्रेमले मेरो हृदय भरोस् र आज मेरा विचारहरूलाई मार्गदर्शन गरोस्। मलाई सम्बन्धवादी बनाउनु भएकोमा धन्यवाद। मेरो मूर्ख घमण्ड बिर्सन र अरूसँग राम्रो संगति खोज्न मलाई मद्दत गर्नुहोस्। मलाई ख्रिस्टमा साँचो दाजुभाइ दिदीबहिनीहरू फेला पार्न मद्दत गर्नुहोस्, जससँग म यात्रा साझा गर्न सक्छु। कृपया मलाई तपाईको भित्र र तपाई मार्फत भलाइ, शान्ति र आनन्दको जीवन बिताउन मद्दत गर्नुहोस्। धन्यवाद प्रभु, तपाई एक न्यायी परमेश्वर र दयालु परमेश्वर हुनुहुन्छ, जसले आफ्नो पापको कारण कोही पनि नाश नहोस् भन्ने चाहनुहुन्छ। धन्यवाद परमेश्वर पिता, तपाईले आफ्नो एक मात्र पुत्रलाई मेरो पापको दण्ड तिर्न क्रुसमा मर्न पठाउनु भयो। म तपाई प्रति मेरो अज्ञानता र उदासीनताको लागि क्षमा माग्छु। मलाई तपाईको सम्मान गर्ने जीवन बिताउन मद्दत गर्नुहोस्, ताकि अरूले म मार्फत ख्रिस्टलाई देख्न सकुन् र यसो ख्रिस्ट मार्फत परमेश्वरको मुक्तिको निःशुल्क उपहार स्वीकार गर्नुको महत्त्व महसुस गर्न सकुन्। प्रिय येशू, दुई मालिकहरूको सेवा गरेकोमा मलाई क्षमा गर्नुहोस्। म भन्छु, म तपाईलाई प्रेम गर्छु र तैपनि म यो संसार नै साँच्चै महत्त्वपूर्ण छ भनेर बाँच्छु। म सांसारिक कुराहरूको बारेमा धेरै चिन्ता गर्छु। तपाईको राज्यमा बाँच्नुको अर्थ के हो भनेर साँच्चै बुझ्न मद्दत गर्नुहोस्। मलाई यो जीवनको बारेमा चिन्ता नगर्न र तपाईलाई प्रेम गर्न रोज्न मद्दत गर्नुहोस्। प्रभु येशू, म त्यो दिनको प्रतीक्षामा छु जब म तपाईलाई आम्ने सामने भेट्नेछु। प्रभु, तपाईको बारेमा धेरै कुराहरू छन् जुन म बुझ्दिन। म प्रार्थना गर्छु, मलाई तपाईलाई अझ गहिरो र साँचो रूपमा बुझ्न मद्दत गर्नुहोस्। प्रिय प्रभु, मलाई एक व्यक्तिको रूपमा व्यवहार गर्नुभएकोमा धन्यवाद। मेरो जीवनमा म को हुँ भनेर प्रतिबिम्बित गर्ने अनौठो तरिकाले काम गर्नुभएकोमा धन्यवाद। येशू ख्रिस्टको नाउँमा हामी प्रार्थना गर्छौँ। आमेन।